खै कसरी खाने गुवाम गुवाम यसरी आयो भने दिन आयो भने दिन नआयो भने आफै गुवाम खाने हो के गर्ने मिठो लाग्छ त के गर्ने अचारको बिजनेस गर्ने अब हाम्रो मम्मीले चाहिँ अब अचारको बिजनेस गर्ने भनेर सोचिरहेको छ एकदम मिठो मिठो अचार बनाउँछ अब बजारमा सबैको चिकन अचार बफ अचार पोर्क अचार छ अब हाम्रो चाहिँ यो मम्मीले बनाउनु भएको स्पेसल मेथी अचार यस्तो मिठो बनाउँछ मम्मीले अब ट्राई गर्नुपर्छ है यो तपाईँले मिठो हात चाटी चाटी मिठो त अब बुढेसकालमा के गर्नु त अचारको बिजनेस गर्ने भने विचार गरे क्या अब हेर्नुपर्छ हेर्नुपर्छ अब यहाँ साथीभाइहरूले अर्डर गर्यो भने त बनाउने होला नि त अर्डर आयो भने बनाउनु अर्डर नआयो भने के बनाउनु आफूले खाने आफूलाई अचार पुग्दैन हेर्न यहाँ एक प्लेट अचार लिएर त गम गम खाइरहेको छ तरकारी चाहियो अर्डर आएन भने आफै खाने अर्डर आयो बनायो भने दिन आयो भने दिन नआयो भने आफै गुवाम खाने हो के गर्ने त्यस्तो गुवाम गुवाम है साथीहरू अब चाहिँ हाम्रो मम्मीलाई सपोर्ट गर्नुपर्छ तपाईँहरू पनि ल